सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नुभएको छ। उहाँले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कैलाली क्षेत्र नम्बर 2 लम्कीचुवा नगरपालिका 1 को कालिका माध्यमिक विद्यालय स्थित मतदान केन्द्र कमा पुगेर दिउँसो 3:25 मतदान गर्नुभएको उहाँका सञ्चार संयोजक डम्बर बहादुर बमले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार मुख्यमन्त्री शाहको मतदाता कर्मसङ्ख्या 753 रहेको छ। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने क्रममा रहेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो। उहाँले निर्वाचनलाई सफल बनाउन खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा आम मतदातालाई शुभकामना तथा धन्यवाद व्यक्त गर्नुभएको छ। त्यसैगरी भ्रष्टाचार न्यूनीकरण सुशासनको माग गर्दै भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्ण शहीदप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो। मुख्यमन्त्री शाहले शहीदहरूको रगत र बलिदान अनुसार देशमा लोकतन्त्रको स्थायित्व कायम हुने, संविधानको प्रभावकारी कार्यान्वयन हुने तथा लोकतान्त्रिक प्रणाली अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। सर्वप्रथम त म सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सुरक्षा निकाय, सम्पूर्ण यो निर्वाचनमा खटिनुभएका सबै तह र तबकाका कर्मचारीहरू र सबै राजनीतिक दल सबैलाई म हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। अहिलेको समयसम्म निर्वाचनका बारेमा विभिन्न दुविधाहरू, विभिन्न किसिमका कुराहरू उठ्दै गर्दा पनि त्यो सबै कुरालाई चिरेर आज जनताले आफ्नो अभिमत प्रकट गर्ने वातावरण शान्तिपूर्ण ढङ्गले यसलाई आजको अहिलेसम्मको परिस्थितिमा शान्तिपूर्ण ढङ्गले भएको छ, सौहार्दपूर्ण वातावरणमा भएको छ र भयरहित वातावरणमा भएको छ। त्यसकारणले मैले सबैलाई धन्यवाद दिन चाहन्छु। र अब यो निर्वाचनपछि जनताको जनमतले यो निर्वाचनपछि बन्ने नयाँ सरकार अथवा यो निर्वाचनबाट अभिमत जाहेर भइसकेपछि अब हुने प्रक्रियाहरू, अब हुने सरकारको निर्माण लगायत सबै कुराले एउटा कुरा प्रश्न के पार्छ भने नेपालको संविधान जसरी हिजो 23 र 24 गते पछि विभिन्न कोणबाट विभिन्न प्रश्नहरू उठाइने गरिन्थे, त्यो सबैको सम्बोधन भएको छ, समाधान भएको छ र संविधान पूर्ण रूपले कार्यान्वयन हुने दिशामा अगाडि बढेको छ। यो पनि हामीले धेरै ठुलो मुलुकको नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको संविधान र नेपाली जनताका प्रतिनिधिबाट बनेको संविधान, सबैले स्वीकारेको संविधानलाई कार्यान्वयन गर्ने ठोस आधार तयार भएको छ। र यो सँगसँगै अब विभिन्न 23 र 24 गते युवाहरूले, नेपाली जनताहरूले उठाएका माग र मुद्दाहरू, चाहे विशेष गरी सुशासनको कुरा, त्यसपछि भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने कुराहरूका सन्दर्भमा पनि अब जो दल अथवा जो नेतृत्व सरकारमा आए पनि सत्तापक्ष प्रतिपक्षले यो सबै कुरालाई, त्यो मूल मुद्दालाई बोकेर अगाडि बढ्नेछन् र नेपाली जनताले चाहे अनुसारको कार्यहरू हुनेछ र सुशासनमा सबैको प्रतिबद्धता देखिनेछ। भ्रष्टाचार मुक्त समाज, राष्ट्रका रूपमा हामी नेपाल चिन्न सफल हुनेछौँ भन्ने मैले विश्वास लिएको छु। तपाईँले जस्तो अब केन्द्रको जो निर्णय निर्वाचनको अनुसार चाहिँ जुन सुदूरपश्चिम तपाईँ फाले पुग्नुभयो भने जुन खालको चुनौतीहरूको सामना गर्नु पर्थ्यो भन्ने तपाईँलाई लागेको थियो, त्योभन्दा सजिलो भयो कि? म तपाईँलाई एउटा कुरा भनौँ रमेशजी, सम्माननीय प्रधानमन्त्रीजीले निर्वाचनको प्रतिबद्धता जाहेर गरिसकेपछि, मुलुकको नाममा सन्देश दिइसकेपछि अथवा भनौँ निर्वाचनको मिति तय भइसकेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको हैसियतले यहाँका सुरक्षा निकायसँग बसेर यो निर्वाचन गराउन हाम्रो दायित्व र कर्तव्य हो। यो निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गराउनुपर्छ, निष्पक्ष तरिकाले सम्पन्न गराउनुपर्छ। यो निर्वाचनमा सबैलाई जोड्नुपर्छ भनेर डे 1 देखि नै म लागेको थिएँ र सुदूरपश्चिम प्रदेशको सरकार र सुरक्षा निकायका सबै अङ्गहरू लागेका थिए र सायदै मलाई सम्भवतः प्रधानमन्त्रीको त्यो कदम र दलका नेताहरूको सहमति पछि
पहिलो सरकार होला जसले यो कुरालाई शिरोधार्य गरेर यो प्रक्रियामा अगाडि बढेको र यो प्रक्रियासँग अगाडि बढ्दै बढ्दा तपाईँलाई थाहा छ मैले सुदूरपश्चिमका सबै जिल्लाहरू भ्रमण गरेको थिएँ। त्यो भ्रमणको उद्देश्य पनि जनताको मनसाय के छ त, जनता के चाहन्छन् भन्ने पनि बुझ्नको लागि हो र निर्वाचनको वातावरण निर्माण गर्नुपर्छ भन्ने पनि हो र अब सबै कुराको निकास निर्वाचनले दिन्छ भन्ने पनि हो। त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने, मजबुत गर्ने, संविधानलाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्वाचन अपरिहार्य छ भन्ने मान्यताका साथ म गाउँ गाउँ बस्ती बस्ती पुगेको थिएँ। आज यो मानेमा म खुसी छु कि अब जनताले यो निर्वाचनमा उत्साहका साथ सहभागी भएका छन् र त्यस्ता दुःखद घटनाहरू केही पनि भएको छैन र यो अर्थमा म खुसी छु र म यो मानेमा पनि खुसी छु विभिन्न मुलुकमा विभिन्न किसिमका घटनाहरू घट्दै गर्दा अन्योलताले लामो समयसम्म लिने परिस्थिति देखिन्छ। तर नेपालमा 23 भदौ 23-24 गतिको घटनापछि जुन अन्योलता थियो त्यो अन्योलतालाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा हामीले छिटोभन्दा छिटो छोटो समयमा सफलता प्राप्त गरेका छौँ भन्ने पनि मलाई लाग्छ। तपाईँको स्वास्थ्य अवस्थाको यो कारणका बिचमा पनि निर्वाचन राम्रोसँग भइरहेको छ, संयन्त्रले कतिको साथ दियो तपाईँलाई चाहिँ? मलाई एउटा के छ भने मैले अघि नै कुरा राखेँ, डे 1 देखि नै निर्वाचनमा केन्द्रित भएर हामी लागेका थियौँ। त्यस कारणले सुदूरपश्चिमको समग्र संयन्त्रले राम्रो काम गरेको, राम्रो भूमिका निर्वाह गरेको मैले महसुस पनि गरेको छु, जो कुरा आज प्रमाणित पनि भएको छ। त्यस कारणले म अस्वस्थ भए तापनि अस्वस्थताका बावजुद पनि अरू सरकारी संयन्त्रहरूले सबैले यो भूमिकामा अगाडि बढ्नुभएको कुरा प्रष्ट हुन्छ। धन्यवाद।